के तपाईँ नयाँ घर बनाउँदै हुनुहुन्छ या तपाईँको घरमा भएको पुरानो ढोका फेर्ने कुरा सोच्दै हुनुहुन्छ? यदि त्यसो हो भने सम्पर्क गर्नुहोस् नेपाल डोरलाई। यो नेपाल डोरको सोरुम हो। म तपाईँलाई नेपाल डोरको बुटवल स्थित सोरुममा लिएर जाँदैछु। यो नेपाल डोरको बुटवलको कालिका नगरमा अवस्थित सोरुम हो। यो सोरुमको ढोका डिस्प्ले हेर्नुहोला। विभिन्न डिजाइनमा स्क्रिन ढोकाहरू डिस्प्ले भएको छ। नेपाल डोरले बनाउने स्क्रिन ढोका चाहिँ तपाईँको इच्छाअनुसार कलर गर्न पाउनुहुन्छ। तपाईँलाई जस्तो मन लाग्यो त्यस्तै कलर गर्न पाउनुहुन्छ र एकचोटि कलर गरिसकेपछि अर्कै कलर गर्छु भनेर चाहनु भने कलर गर्न पाउनुहुन्छ। यस्तै ग्लास फाइबरबाट बन्ने नेपाल डोरको मूल ढोका, त्यो पनि अष्टमङ्गल डिजाइनमा। हेर्नुहोस् है, नेपाल डोरको ढोकाहरू एकदम तपाईँले चाहे जस्तो गुणस्तरीय काठ प्रयोग गरेको, सिजनिङ र ट्रिटमेन्ट गरेर है फेरि। त्यही भएर किराले खाँदैन, धुलिया लाग्दैन र बाङ्गोटिङ हुँदैन। यदि यस्तो भयो मिस्टेकली भने हामी ढोका रिप्लेसमेन्ट दिन्छौँ तपाईँलाई। नेपाल डोरको बुटवल स्थित सोरुममा तपाईँ बुटवल आसपासमा हुनुहुन्छ, भैरामा हुनुहुन्छ अथवा लुम्बिनी प्रदेशतिरै तपाईँले काहीँ पनि तपाईँले नेपाल ढोका लगाउन चाहनुहुन्छ, आफ्नो घरमा रहेको पुरानो ढोका फेर्न चाहनुहुन्छ भने नम्बर स्क्रिनमा राखेको दिन्छु, फोन गर्नुहोला। र मर्टिस लक हेर्नुहोस् है, ढोकामा लगाउने गुणस्तरीय लक, मर्टिस लक, बाथरुममा लगाउने बेबी ल्याचेसहरू र एल्ड्रपहरू जे पनि तपाईँले चाहनुहुन्छ नेपाल डोरबाट तपाईँलाई उपलब्ध छ। नेपाल डोर नेपालमै बन्ने ढोका हो। केही कच्चा पदार्थ बाहिरबाट आउँछ, जस्तै डोर स्क्रिन बाहिरबाट आउँछ। यो लकहरू चाहिँ तपाईँको के अरे इन्डियामा बनेर आउने हुन्। इन्डियन छ भने ढोकामा चाहिँ नेपाली ढोका, नेपालमै बन्छ। ग्लास फाइबरबाट बन्ने ढोकाहरू सबै नेपालमै नेपाली भाइ बहिनीहरूले बनाउने हो, नेपाली युवाहरूले बनाउनुहुन्छ र यो गुणस्तरीय छ। यो पनि रिप्लेसमेन्ट ग्यारेन्टी छ। हेर्नुहोस्, धेरै घाम धेरै पानी पर्ने घरमा तपाईँले यदि सुरक्षित साथ लगाउन चाहनुहुन्छ, नबिग्रने ढोका लगाउन चाहनुहुन्छ भने नेपाल डोरको ग्लास फाइबरको ढोका याद गर्नुहोस्। यो ग्लास फाइबरको ढोकामा पनि सबै सिजनिङ भएको, ट्रिटमेन्ट भएको काठ प्रयोग हुन्छ र ग्लास फाइबरका मेटेरियलहरू प्रयोग भएर बनाउँछौँ। विभिन्न डिजाइनमा उपलब्ध छ है। यसमा चाहिँ कलर गर्नु पर्दैन, कलर भएर आउँछ। कलर तपाईँले दुई चारवटा कलरमा तपाईँले छान्न पनि सक्नुहुन्छ। नेपाल डोरको ढोका चाहिँ, नेपाल डोरमा बन्ने ढोकाहरू चाहिँ सबै यो ढोकाहरूमा प्रयोग हुने काठ चाहिँ ट्रिटमेन्ट गरेको हुन्छ र सिजनिङ गरिएको हुन्छ है, याद गर्नु होला। यो ट्रिटमेन्ट र सिजनिङ भन्ने बित्तिकै तपाईँको काठ चाहिँ बाङ्गोटिङ हुँदैन, किराले खाँदैन, धुलिया लाग्दैन। नेपाल डोरको फ्याक्ट्री चाहिँ चितवन जिल्ला भरतपुर महानगरपालिका 18 नम्बर वडा गुन्जनगरमा छ, याद गर्नु होला। हेड अफिस चाहिँ बालाजुमा छ है। त्यस्तै काठमाडौँको के अरे चाबेलीमा नि सोरुम छ, कलङ्कीमा नि सोरुम छ, अनि सातो बाटोको चोकगैमा ललितपुरको सातो बाटोमा नि सोरुम छ, पोखरा न्यू रोडमा नि छ र विभिन्न भ्यालीभन्दा बाहिर तपाईँलाई अरू ठाउँमा ढोका चाहिन्छ भने सम्पर्क गरौँला। हामी तपाईँलाई तपाईँको घर नजिकको बजारसम्म ट्रान्सपोर्टबाट ढोका उपलब्ध गराउँछौँ। याद गर्नुहोला, नेपाल डोरमा प्रयोग हुने ढोकाहरू सबै नेपाली दाजुभाइले बनाउँछ। एन्ड मेड इन नेपाल हो यो ढोका र नेपाली काठहरू प्रयोग गरिन्छ। हेर्नुहोस् है, नेपाली ठेकदारहरूले हामीलाई वनबाट काठ उपलब्ध गराउनुहुन्छ। त्यो काठलाई प्रोसेसिङ गर्छौँ, सिजनिङ गर्छौँ, ट्रिटमेन्ट गर्छौँ, आफ्नो साइजमा काट्छौँ। अनि हामीसँग मोल्डेड एचडिएफ क्वालिटीको डोर स्किन आउँछ थाइल्यान्डबाट, त्यो स्किन प्रयोग गर्छौँ। मेलामाइनको स्किनहरू छ हामीसँग, त्यो स्किन प्रयोग गर्छौँ। दुवै साइड, यो ढोकाको दुवै साइड बुट्टा हुन्छ। याद गर्नु होला, तपाईँले यो ढोका लगाउँदै हुनुहुन्छ नि, तपाईँ ढुक्कले लगाउनुहोस्। कदाचित केही बिग्रिहाल्यो भने नेपाल डोर तपाईँहरूको लागि सदैव ढोका रिप्लेस गर्न तयार छ। यसमा नेपाल डोरको ढोका तपाईँले ग्यारेन्टी पनि ग्यारेन्टी कार्डसहित पाउनुहुन्छ। यो ढोका बन्ने तरिकै अर्कै छ, हेर्नुहोस् न। किनभने यो ढोका पेस्टिङ हुँदाखेरि 120-25 डिग्री टेम्परेचरमा पेस्टिङ हुन्छ। 200 टनभन्दा बढी उसले चाहिँ कम्प्रेस गरेर चाहिँ यसलाई चाहिँ बन्डिङ गरिन्छ। नेपाल डोरमा प्रत्येक दिन के अरे 120-30देखि 150सम्म ढोका बन्छ। त्यसैले नेपाल डोरमा बन्ने मोल्डेड एभाइलेबल डिजाइनहरूमध्ये कुनै पनि डिजाइन तपाईँको साइजमा ढोका बन्छ। सम्पर्क नम्बर तपाईँलाई मैले डिस्क्रिप्सनमा राखिदिएको छु। नेपाल डोरमा सिजनिङ चाहिँ काठ सिजनिङ गर्ने यो बोइलरको भट्टी हो। यो भट्टीमा यसरी आगो बालिन्छ। प्रत्येक दिन 100-200 किलो दाउरा यहाँ प्रयोग हुन्छ है। नेपाली कृषकहरूको खेतबारीमा भएको दाउराहरू हामी लिएर आएर युज गर्छौँ र यसमा यो नेपाल डोरले प्रत्यक्ष अप्रत्यक्ष रूपमा धेरै नेपालीहरूलाई रोजगारी दिएको छ। काठ उत्पादन गर्ने जङ्गल भएका कृषकहरूको काठ किन्दिन्छौँ, ठेकेदारबाट काठ लिइदिन्छौँ। त्यस पछाडि ढोका बिक्री गर्छौँ। ढोका फिटिङ गर्ने के अरे टेक्निसियनहरूले अप्रत्यक्ष रूपमा रोजगारी पाइरहनु भएको छ। हाम्रो प्रत्येक सोरुममा काम गर्ने भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूले रोजगारी पाइरहनु भएको छ। त्यसैले नेपाल डोर चाहिँ नेपाली
उद्योग अन्तर्गत दर्ता भएर साना घरेलु अन्तर्गत दर्ता भएर पनि प्रत्यक्ष रूपमा 60-70 जनालाई रोजगार दिँदै आएको छ भने अप्रत्यक्ष रूपमा धेरैजनाले रोजगारी पाउनु भएको छ। यदि तपाईँ पनि नेपाल डोर नेपालमै बन्ने नेपाल डोर गर्वका साथ लगाउन चाहनुहुन्छ भने फोन गर्नु होला है। बुटवल आसपासमा हुनुहुन्छ भने कालिका नगरमा नेपाल डोरको सोरुम छ, नम्बर मैले डिस्क्रिप्सनमा राखिदिने छु। काठमाडौँको आसपासमा हुनुहुन्छ भने बालाजुमा छ, कलङ्कीमा छ, चाबिलमा छ, सातो बाटोमा छ र पोखरामा हुनुहुन्छ भने पोखरामा न्यू रोडमा पनि छ। यो चाहिँ हामीले नेपाल डोरको चाहिँ एक्जिबिसनमा चाहिँ पार्टिसिपेट हुँदाखेरिको यो भिडियो क्लिप तपाईँहरूसँगै मैले सामु राखेको हुँ। भिरकुडी मठमा यो फोटो के अरे डोर एक्जिबिसनमा चाहिँ हामीले यो ढोका डिस्प्ले गरेर राखेका हौँ। यदि तपाईँ योभन्दा तपाईँले देख्नुभएको भन्दा अन्य किसिमका ढोकाहरू पनि बनाइदिए भन्नुहुन्छ भने हामी तपाईँहरूको लागि तपाईँले लिएर आएको डिजाइनमा सबै ढोका बनाइदिनेछौँ। बजारमा देखिने उस्तै ढोकादेखि तपाईँ नजिकिनु होला। नेपाल डोरको लोगो हेर्नु होला, पछाडि ब्याकग्राउन्डमा देख्नुभएको छ नेपाल डोरको नाम नेपाल डोर। यो ब्रान्ड हो, रजिस्टर ब्रान्ड हो। नेपाल डोर नेपालको उत्कृष्ट डोर ब्रान्ड मध्येको एउटा डोर ब्रान्ड हो। तपाईँ सक्नुहुन्छ भने नेपाली उत्पादन प्रयोग गर्नुहोस्, ग्यारेन्टीका साथ नेपाल डोर प्रयोग गर्नुहोस्। नेपाली उत्पादन नेपाल डोर, विदेशी ढोका होइन नेपाली ढोका प्रयोग गरौँ। विदेशीलाई होइन नेपालीलाई प्राथमिकता दिउँ। यदि नेपाली ढोकाको लागि तपाईँले खोजे जस्तो गुणस्तर आएको छैन, राम्रो लागेन भने कसरी राम्रो बनाउन सकिन्छ तपाईँले केही जान्नुहुन्छ भने तपाईँले सरसल्लाह दिनुहोस्, सुझाव दिनुहोस्। नेपाल डोर अलवेज तयार छ। त्यसैले नेपाल डोरलाई माया गर्ने सम्पूर्ण हाम्रा ग्राहक महानुभावहरूलाई पनि म धेरै धन्यवाद पनि दिन चाहन्छु। उहाँहरूले प्रयोग गरिदिएर नेपाल डोर आज यो अवस्थामा नेपालभरि ढोका पुर्याउन सक्ने अवस्थामा छ। नेपालीहरूको डोर डिमान्ड चाहिँ आज नेपाली सबै ढोका उद्योगहरूले पुर्याउन सक्षम छन्। त्यसैले नेपाल डोर नै तपाईँले किन्न मन छैन भने पनि नेपाली ढोका तर अरू ढोकाहरू किनिदिनु होला। नेपाललाई ढोकामा आत्मनिर्भर बनाउन सक्ने उद्योगहरू नेपालमै छन्। त्यसैले नेपाली उद्योगबाट बनेको नेपाल डोर प्रयोग गरौँ, अर्थात् अन्य अरू नेपाली ढोकाहरू प्रयोग गरौँ। नेपाली उद्योगहरूलाई टिकाउने प्रयास गरौँ, नेपाली अर्थतन्त्रलाई आड भरोसा दिउँ। हस् त, यहाँहरू सबैलाई